हंटिंग हंटिंग इसको कहते हैं हंटिंग भाई लोग। ये है अभी सनसेट का टाइम है। नज़ारा का मज़ा लीजिए, नज़ारा का मज़ा लीजिए। देख सकते हैं अभी रूम जाने वाला हम लोग। हेलो गाइस, फेरि आइपुगे आज नयाँ भिडियो लिएर। त्यही हो सधैँ जस्तो माछा मार्ने, तर आज चाहिँ अर्कै स्पटमा आएको छौँ। अन्त यहाँ हामी चाहिँ तीनजनाको बाइकमा अलिक टाढै थियो। अन्त ऊ चाहिँ मेन सिकाडी हो। उसले चाहिँ कतिवटा स्नेक हेड पारिसक्यो थाहा छँदैछ। आज चाहिँ आन्ध्रामा फ्रन्ट क्यामेरा ब्याक क्यामेरा गरेर त म एक दुईवटा शब्द भनिदिन्छु तिम्रो। आज चाहिँ आएको छु हामी सेटअपमा। आज चाहिँ क्याटफिस मागुर पक्रिन आएको छु। यो जग्गा देखाउनु, यो ठुलो खोला जुत्ता छ। यता चाहिँ जल्दो भयो। यहाँ चाहिँ त्यो हाइब्रिड मागुर भन्छ नि, थाई मागुर 1 केजी बोलेर लगभग 10-12 केजीसम्मको छ। हामीले चाहिँ पहिला पनि पारेको, तर पहिला भिडियो बनाउन सकेन कि हाम्रो यो कुखुराको आन्द्रा हो, ब्रोइलर कुखुराको। अनि हेरौँ के हुन्छ। अब हेर्दै जाउँ के हुन्छ, पर्छ पर्दैन। ल आजको चाहिँ मेरो यो यो चाहिँ अलिक बिग्रिएको छ, अलिक काम गर्दैन, नयाँ ल्याउनुपर्छ भने सोचिरहेको छु। अन्त आन्ध्रामा अन्त मागुर सिसा छैन, त्यही भएर पखेटा ल्यायौँ, यहाँहरू भेटायौँ। यो आन्ध्रामा खेलाइ हुन्छ आज पर्छ पर्दैन, हेर्दै जाउँ। ल अब भने चाहिँ हामी लाग्यौँ पानी हिँडेर गएर। अलिक पर चाहिँ अलिक ठुलो दह छ, त्यहाँ खेलिन्छ। पानी जानुपर्छ, यति डुबिरहेछ। अन्त आज चाहिँ उलोमा चाहिँ साथ खेल्ने भनेर भनेछौँ। अन्त उसको पनि युट्युब च्यानल छ। यसो के छ युट्युब च्यानलको नाम? यता हेरेर भनिदेऊ न। उसको पनि युट्युब छ, यसो तपाईँहरूले सर्च गरेर यसो सब्सक्राइब गरिदिनु होला। अनि साथसाथै मेरो पनि गरिदिनु होला च्यानल सब्सक्राइब। ऊ त्यहाँ त्यो पानी छ ठुलो पानी, त्यहाँ खेल्न रहेछौँ। पहिला पनि लगभग यहाँ आएर खेलेको। पहिला यहाँनिर पारै थियो, निकै पाऱ्यो। अन्त आज चाहिँ म उनीहरू गएर ट्राई गर्नु पऱ्यो म यसमा। गाई त गाइस हालिसक्यो होइन। अब आधाको हेरौँ पर्छ पर्दैन। हाल्नु त हाल्यो, पर्छ भन्ने ठुलो आशामा। अब त्यही त खालि के गर्नुपर्छ अब, लास्ट एउटा उपाय इन्तजार। कहिले टोक्छ, इन्तजार गर्नु पऱ्यो, टोक्छ होला भन्ने हेर्दै छौँ। यो अब चाहिँ अर्को जग्गामा सर्यौँ। अघि पर खेल्दै थियौँ, अहिले यो जग्गामा आएर यहाँ चाहिँ सिकारीहरू त्यस्तो छ। अनुहार छिल्लिएर चाहिँ केही छैन, घामले अनुहार छिल्छ। अनुहार चाहिँ पुरा मास्क लगाएर। अन्त फेरि माऱ्यो। गाइस बहुत देर के बाद एक नंग मिला है। मागुर फिशिंग के लिए गया था, वो तो मिला नहीं। फिर रिटर्न आ गया स्नैक स्पॉट पे, तो अभी एक नग मिला। देख सकते हैं, शानदार है। ये कोबरा है, लगभग 1 केजी का रहेगा। अहिले भने चाहिँ हामी लास्ट अब चाहिँ हामी घर जाने। अन्त बिहान कति बजी आएको थियौँ? त्यस्तै 9-10 बजीतिर हिँडेको होला रुमबाट। अन्त अहिले त्यस्तै 4-5 बज्यो। अन्त आज चाहिँ जम्मा गरी 2टा पक्रियो। अन्त 2टा पक्रिँदा एउटा अर्को दाले पक्रेको, एउटा मैले। त्यो अब अलिक साह्रो जग्गामा पक्रेको। अन्त भिडियो गर्नु पाइनँ, क्यामेराम्यान पनि थिएन। अन्त त्यो भिडियो गर्नु पाइनँ। एक-एकवटा पाऱ्यौँ आज चाहिँ 2 भाइले। अन्त सायद कुन चाहिँ पाऱ्यो थाहा छैन। यो अलिक सानो चाहिँ मैले पारेको होला, यो अर्को चाहिँ तिमीले पारेको। अन्त स्न्याक हेड चाहिँ यस्तो। अन्त आधा भन्दा पारेँ स्न्याक हेड। अन्त
यो लगभग 1 किलोहरू होला, अलिक 1 किलोहरू होला। अन्त यो चाहिँ अलिक सानो छ, आधी किलो त्यस्तै होला समथिङ अराउन्ड। अन्त अब चाहिँ भयो हंटिंग हंटिंग इसको कहते हैं हंटिंग। भाई लोग छोटा जाता हंट नहीं करते हम लोग, बड़े बड़े नागे